कम्बोडिया काण्डको छानबिन गरौँ सुरुमा। त्यसपछि ललिता निवास 70 करोड बतास काण्ड सबैको निष्पक्ष छानबिन गरौँ। सुरु एमालेबाटै गरौँ। हामी नेतृत्वलाई विश्वास गर्छौँ र सँगै हाम्रो नेतृत्व भ्रष्टाचार र अरू काण्डहरूमा फस्नु हुँदैन भन्ने पनि विश्वास गर्छौँ। सेप्टेम्बर 8मा भएको प्रदर्शनमा 20 भन्दा बढीको मृत्यु भयो। भोलिपल्ट आन्दोलनकारीको तर्फबाट 50 भन्दा बढीको मृत्यु र अर्बौंको सार्वजनिक सम्पत्ति खरानी भयो। यसको छानबिन गरौँ। भिडियोमा देखिन्छ प्रहरीले गोली हानेको छ, तर सुरुवाती गोली प्रहरीले हानेको थिएन भन्ने कुरा आएको छ। त्यसको छानबिन गरौँ। प्रहरी कतै देखिँदैन, तर भिडमा 81 मान्छेको टाउकोमा गोली लागेर ढल्छ। घटनामा स्नाइपर प्रयोग भएको भन्ने आएको छ। यसको छानबिन गरौँ। प्रधानमन्त्रीले राजीनामा दिएपछि पनि किन छानी छानी प्रहरी कार्यालय र अदालतमा आगजनी गरियो? हजारौंको संख्यामा कैदीहरू कसले भगायो? ती कैदीमध्ये एकजनाले भागेर जबरजस्ती करणीको प्रयास गरेको र अर्कोले आफ्नी श्रीमतीको हत्या गरेको भन्ने समाचार आएको छ। छानबिन गरौँ। महान्यायाधिवक्ताको कार्यालयबाट रवि लामिछाने, दुर्गा प्रसाई लगायतको फाइल गायब भएको भन्ने समाचार छ। यसको छानबिन गरौँ। देशमा भएका यस्ता घटनाहरूको जिम्मेवार सरकार हुनुपर्छ, ठिक छ। आन्दोलनमा मात्र हैन, गाडी पल्टेर मान्छे मर्दा पनि सरकार जिम्मेवार हुन्छ। सरकारमाथि नैतिक प्रश्न उठ्छ। तर सिडिओको आदेशपछि प्रहरीले चलाएको गोलीले मान्छे मर्दा उसैले मारेको जस्तो गरेर व्यक्तिलाई अपराधी करार गर्ने प्रयत्न कहाँबाट र के उद्देश्यका लागि भइरहेको छ, त्यसको पनि छानबिन गरौँ। यदि ठिकठाकै भयो भने फागुन 21मा प्रतिनिधि सभाको निर्वाचन हुन्छ। चुनावमा जाँदा हामीलाई ती आरोपहरू नलागुन् कि त्यसको पुष्टि भएको र त्यसमा संलग्नलाई कारबाही भएको होस् कि ती आरोपहरू गलत साबित भएको होस्। राजनीतिमा आरोपहरूको प्रयोग कसरी गरिन्छ भन्ने नौलो कुरा होइन। म राजनीतिशास्त्रमा मास्टर्स गरेको विद्यार्थीका रूपमा यी आरोपहरूलाई विभिन्न कोणबाट हेर्ने गरेको छु। प्रधानमन्त्रीको स्टेटमेन्ट आएको छ, ताकी गोली हान्ने आदेश थिएन। समाचारहरूमा आएको छ मन्त्री परिषदको बैठकमा प्रहरीले कसरी टाउको र छातीमा गोली हान्छ, गोली नै हान्दा पनि घुँडामुनि हान्न पर्ने होइन भनेर प्रधानमन्त्रीले प्रश्न उठाएका छन्। आन्दोलनको पहिलो दिन 12 बजे नै स्ट्याटस लेखेर प्रदर्शनको आयोजकले सबैलाई घर फर्किन आह्वान गरे र घुसपेट भएको भने। आयोजकको हातबाट प्रदर्शन कसरी बाहिर गयो? कसको आदेशबाट प्रहरीले गोली चलायो? यसमा परिस्थिति नियन्त्रणका लागि खटिएको प्रहरीको एउटा संयन्त्र हुन्छ। त्यसमाथि सिडिओ हुन्छ, त्यसमाथि गृहमन्त्री हुन्छ र सरकारको नेतृत्व गर्ने र राष्ट्रिय सुरक्षा परिषदको अध्यक्षको रूपमा प्रधानमन्त्री हुन्छ। सुरक्षा परिषदको बैठकले सकेसम्म कम बल प्रयोग गर्ने र प्रदर्शनलाई शान्तिपूर्ण बनाउने भनेको थियो। किन त्यस्तो भएन? गोली चलाउने आदेश प्रहरीको संयन्त्रबाट आएको हो कि सिडिओबाट आएको हो कि गृहमन्त्रीबाट आएको हो कि प्रधानमन्त्रीबाट आएको हो? छानबिन हुन पर्यो। भोलिपल्ट प्रधानमन्त्रीले बालुवाटारको सुरक्षा खोज्दा पहिला राजीनामा दिनुहोस् अनि मात्र तपाईँको रेस्क्यु गर्छु भन्ने सेनाले कसको आदेश मान्यो होला? 100 जना मान्छे भेला भएर केपी ओलीको घर आगो लगाइदिए। 500 मान्छे भेला हुँदा बालुवाटार जस्तो हाई सेक्युरिटी हुनुपर्ने ठाउँमा एकैछिनमा प्रवेश गरे। बालुवाटार छिर्न नदिनु भन्ने पनि त आदेश थियो होला। 500 मान्छे रोक्न सेना, प्रहरी र सशस्त्रले सक्दैन थियो होला? सबै छानबिन हुन जरुरी छ। म सहमत छु, यो परिस्थितिको बिउ कहीँ न कहीँ हामीले र हाम्रा नेताहरूले रोपेकै हो, प्रश्नै छैन। देशको स्थिति ठिक थिएन। दुईवटा विश्वशक्तिको बीचमा भएको स्ट्राटेजिक टेरिटोरी नेपालका लागि सन्तुलन कायम राख्ने कुरा नै चुनौतीपूर्ण हो। पछिल्लो केही दिनका घटनाक्रमहरूले यसलाई झनै पुष्टि गरेका छन्। म युवा एमाले। रेस्टुरेन्टमा लेखिएको हुन्छ, खाना नमिठो लागे हामीलाई भन्नुहोस्, मिठो लागे सबैलाई भन्नुहोस्। पार्टीको राम्रो लागेको निर्णय र काम सबैलाई भन्छु, नराम्रो लागेको पार्टीभित्र भन्छु। यो पार्टीलाई अझै राम्रो बनाएर परिस्थितिको निकास निकाल्ने ठाउँमा पुर्याउने प्रयत्न सधैँ रहन्छ। हाम्रो नेतृत्वले हल्लाका भरमा विश्वास निर्माण गरेको होइन र हल्लाको भरमा विश्वास गुमाउँदैन। नाकाबन्दीमा डरो भएर नउभिएको भए, अरूले खुट्टा कमाउँदै गर्दा संविधान जारी गर्न बलियो भर नदिएको भए, विषम परिस्थितिका बावजुद चुच्चे नक्सा जारी नगरेको भए, सम्प्रभुताको हिसाबले हामी सबैसँग बराबर हौं भनेर आँखा जुदाएर विश्वशक्तिसँग कुरा नगरेको भए, सपना देख्न छोडिसकेका हामीलाई सपना देख्न नसिकाएको भए हामीले उसलाई विश्वास गर्ने थिएनौं। हामीलाई थाहा छ यतिको हिम्मत गर्ने मान्छेलाई प्रहार पनि उति नै धेरै हुन्छ। उसलाई भ्रष्टाचारी भनेर ठुला भाषण गर्ने मान्छेको घर जल्दा कोठाभरि पैसाको थुप्रो भेट्यो, तर उसको घरमा किताब मात्र भेट्यो। सबै हल्लाहरू यस्तै पनि हुन सक्छन्। आरोपहरू पुष्टि नभएसम्म उसलाई प्रश्न गर्न छाड्दैनौं, तर विश्वास गरिरहन्छौं।